लु लु हेलो साथीहरु नमस्ते फुलो सबैजनालाई आज पनि तपाईहरु माझमा नयाँ भिडियो लिएर आएको छु। भिडियो चाहिँ के भने साथीहरु आज चाहिँ दाजुको केस काटिदिँदैछु म हो। हुनु त म ट्रेन त हैन तर पनि अब बिचारा दाजुको चाहिँ तल जानु भनेको थियो अरे। आज लक्ष्मी पूजाले गर्दाखेरि चाहिँ उ चाहिँ जानु नभ्याएर चाहिँ अन्त मलाई काट्देऊ न बहिनी भनेर भन्नुभयो नि त हाम्रो श्यामकुमार दाजुले। अन्त त्यही भएर चाहिँ काट्दिएको साथीहरु। सबै काममा एक्टिभ बस्नु पर्यो नि। मलाई त चिन्छ होला है जग्गा जग्गामा चिन्छ अब कोठी लाँदैछु दार्जिलिङ ठाउँतिर डुवर्स अब यसको फाइनल रिजल्ट चाहिँ अहिले देखाउँछु तपाईँहरूलाई साथीहरू। ल अहिले चाहिँ अब काट्दैछु हो। अब एकछिनमा देखाउनेछु तपाईँहरूलाई कस्तो हुन्छ हो। यो दाजुको केसमा जक्रक्क परेको रहेछ। अलिक पानी लगाइदिनु पर्यो। खै सिधा सिधा चाहिँ बस्नु है दाजु। नक्साको जग्गा रेड गरौँ। यतिको भयो साथीहरू। अघि काटेको कपाल चाहिँ अब यो अलिक काटिदिनुपर्छ अन्त चाहिँ मिल्छ हो। यो दाजु चाहिँ ऐना नि हेर्दैछ। अघिको कपाल चाहिँ यतिको भयो साथीहरू। के भएर चाहिँ त्यस्तो भएको मैले त गर्छु त म लठा पर्दो रहेछ केटाहरूको केस पनि लठा पर्दो रहेछ है। होइन हामी त्यो लाउँदैन नि पानी मात्रै त्यही हुँदा चाहिँ लठा परेको हो। अन्त तेल लाउँदैन नि मैले चाहिँ फर्स्ट टाइम काटेको केस यस्तो भयो। दाजुको लुक्स चाहिँ यतिको चाहिँ मैले चाहिँ लाइफमा फर्स्ट टाइम काटिदिएको। कहिले काटेको थिइनँ केस। दाजु यता हेर्नु त कस्तो लाग्यो केस। कस्तो काटिदियो बहिनीले। मैले भन्नु अँ ठिकै लाग्यो। होइन नि हेरिरहेछ हो। यतिको चाहिँ ठिकै लाग्यो अरे। हस् त साथीहरू भिडियो मन परे लाइक गरिदिनुहोस्।